हेलो वेलकम आज फेरि अर्को कुकिङ भिडियो हेर्नु होला लसुन प्याज गोलीबडा चिन्नुभयो यो के होला हेर्नुस् चिन्नुहुन्छ तपाईले यो चाहिँ ड्राई मसरुम नेपालीमा भन्नुपर्दा मसरुमको गुन्द्रुक अनि के हो देखिहाल्नुभयो ल म ग्यास जलाउँदै छु यो ग्यास अटोमेटिक भए पनि लाइटरले जलाउनु पर्छ हाम्रो चाहिँ कहिलेकाहीँ यहाँ भाँडा बसाले अब भाँडालाई म राम्ररी तताउँछु र यो भाँडा तातिसकेपछि म यसमा तोरीको तेल हाल्छु अब मैले चाहिँ मसरुम बनाउँदा गुन्द्रुक बनाउँदा प्राय सबै गुन्द्रुकहरू बनाउँदाखेरि यसलाई पहिले अलिकति भुट्ने गर्छु है तेलमा मजाले यसरी खलक्क पखालेर भुट्छु भुट्ने गर्छु यो मसरुमको पनि त ड्राई मसरुमलाई पनि त गुन्द्रुक नै त भन्छ होला नि है अनि मजाले भुट्नु तेलमा चट 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 भुट्नुहुन्छ त्यसको पानी पनि सुक्छ पानी सबै निक्लिन्छ मजाले भुट्नु एउटा हातमा मोबाइल एउटा हातमा पन्यौ लिएर गर्नुपर्छ हेर्नुहोस् यस्तै छ जिन्दगी अब यसलाई मजाले भुटेपछि यसलाई यो भुटेर मैले अझ त्यहाँ पानीमा के छ भने छानेर हाल्दैछु यो चाहिँ यो मसरुम चाहिँ हामीलाई पोखराबाट आएको है यहाँ पनि भारतमा पनि पाइन्छ क्यारे किन तर यो चाहिँ मैले पोखरादेखि ल्याएको मलाई दिदीले पठाइदिनु भएको नि दिदीले त्यही मसरुमको चाहिँ हामीले आज तरकारी पकाइने छौँ र यो मसरुमलाई मजाले भुटिरहेको छु मजाले मसरुमलाई भुटिरहेको छु अब मैले तेल छानेको है यो तेल अलिक तार्दै म यसलाई चाहिँ अब एउटा भाँडामा झिक्छु झिकेपछि मैले तेल अलिकति हालेँ मेथी पुऱ्याएँ र प्याजलाई मजाले भुटेँ प्याज अनि सुकेको लसुन चाहिँ गुन्द्रुकमा हाल्नै पर्छ एकदमै मिठो हुन्छ सुकेको लसुन चाहिँ मजाले फुराएर प्याज लसुनलाई चाहिँ मजाले भुट्ने अनि भुटिसकेपछि यो अलि रातो हुन थाल्छ अनि त्यसपछि हजुरले आलु हालिदिनुहोस् आलु हालिदिएर त्यो आलुलाई मजाले भुटाइदिनुहोस् आलुलाई मजाले भुट्नुहोस् है आलु सबै आलु हालेँ आलु चाहिँ पातलो गोलो गरेर काटेको थिएँ त्यो आलुलाई मैले मजाले भुटेँ ल अब त्यसपछि अब अरू तरकारी पकाएको जस्तै गरेर म चाहिँ अब यसमा अब के चाहिन्छ तरकारीको लागि चाहिने मसलाहरू मैले ठिक्क पार्छु अब आलु भुटेँ भ्रेसार हालेँ अलिकति थोरै हाम्रो घरमा चाहिँ पिरो धेरै ज्यास्त रुचाउँदैनन् कि पिरो धेरै खाँदैनन् पिरो थोरै धुलो खोर्सानी राख्ने र यसलाई चाहिँ मजाले चलाउँछु हेर्नुहोस् त अब मैले यो चलाएपछि यसको कलरै चेन्ज भइहाल्छ यो बेसार एकदम राम्रो पनि रहेछ गाउँबाट ल्याएको बेसार भएर होला मजाले बेसार हालेर यसलाई मैले भुटिसकेपछि यसको रङै अर्को आउँछ हेर्नुहोस् न अलिकति भुटेपछि अब यसमा म केरो हाल्छु हामीले भटमास हालेर पकाउँदा पनि हुन्थ्यो तर अब घरमा जे छ त्यही हाल्नु पऱ्यो त्यही भएर हामीसँग भटमास थिएन त्यही भएर चाहिँ मैले यसमा केरो हालेँ केरो चाहिँ मैले भिजाइराखेको थिएँ अनि केरोलाई हालेर मजाले अब म चलाउँछु हेर्नुहोस् न मजाले भुटेर चलाएँ त्यसरी मुनि लाग्यो पनि खरखर गर्दै र तेल थोरै हालेको भएर अलिकति लागेको थियो अलिकति चाहिँ हामी तेल धेरै हाल्दैनौँ अब अलिकति जिराको धुलो हाल्यौँ हालेर चलायौँ स्वादअनुसार नुन हाल्यौँ है स्वादअनुसार नुन हाल्यौँ नुन अलिक थोरै नै खान्छौँ भने अब यसमा अलिकति फेरि सुकेको लसुनलाई कुटेर राखेको छु र सुकेको लसुन कुटेर राखेको र टमाटर हाल्यौँ टमाटरले चाहिँ मिठो बनाउँछ नि त हालेर यसलाई मजाले भुट्यौँ अलिकति खटखुट गर्दै भुट्दै गऱ्यौँ त्यो टमाटरलाई मैले खिचेपछि अलिकति चट्ट हुन्छ नि गर्नुहुन्छ अब यसपछि चाहिँ त्यो अघि भुटेर राखेको मसरुमलाई मजाले हालिदिनुहोस् मसरुमको गुन्द्रुकलाई हालिदिनुहोस् र मजाले चलाउनुहोस् तपाईँले धेरै मेहनत दुःख गर्नै पर्दैन एकदम सिम्पल छ मिठो छ बाहिर पानी परिरहेछ भित्र गुन्द्रुकसँग भुजा खान त मिठै हुन्छ अनि माथिबाट मैले तातो पानी उमालेर राखेको थिएँ त्यो तातो पानीलाई हालिदिएँ अब मैले मजाले चलाउँछु अब हाम्रो चाहिँ बेलुका धेरै खाइँदैन कोही मात्र खाने हुन्छन् है अनि त्यही भएर चाहिँ हतपति दाल साल पकाउने झन्झट गर्नुपर्छ त यस्तै तरकारीमै अलिकति रस गरेर खाने चलन धेरै तरकारी खान मन लाग्ने तरकारी खाने भुजा खान मन लाग्ने भुजा खाने मैले अलिकति स्वादको लागि अलिकति त्यो बिएमसी मसला भएकोबाट अलिकति माथिबाट छर्किदिएँ
अब फेरि यो गुन्द्रुकमा पनि कहिले बिएमसी मसला हाल्छ भनेर भन्नु होला र यो गुन्द्रुक मात्र थियो आजको तरकारी त्यो स्वादको लागि हाल्दै पहिला मजाले चलाएर अब यसलाई मैले मजाले यसलाई के गर्छु त म सिटी लगाउँछु 2-4 सिटी मजाले लगाएपछि यसलाई म खोलेर अलिकति खुट्छु हेर्नुस् त कस्तो राम्रो देखियो कति मिठो देखिएको कसको मुखबाट पानी आयो ल भन्नुस् मजाले खानालाई एकदम मिठो धनिया छर्केर मजाले गरेपछि त यस्तो मिठो भयो कि थ्याङ्क यू फर वाचिङ अब म नेक्स्ट भिडियोमा भेट्छु बाई बाई